यो भिडियो कुनै पार्टी व्यक्ति वा संस्थाको मजाक उडाउने उद्देश्यले बनाइएको होइन। यस भिडियोको मुख्य उद्देश्य जनता श्रोतालाई मनोरञ्जन दिनु हो। नमस्कार। हुन त मैले गरेका तीता जोक्समाथि मिठा मिठा मजाक उडाउनु भयो। मैले नेपाललाई सिङ्गापुर बनाउँछु भनेर ठुलै तीर छोडे, तर त्यो तीर अन्त्य गरेर लाग्यो। मैले नेपाललाई सिङ्गापुर बनाउन नसके पनि एमसीसी भन्ने राष्ट्रघाती प्रोपोगन्डालाई पास गराएर नेपाललाई अमेरिका बनाएको छु र नेपाली जनतालाई अमेरिकी बनाएको छु। तपाईहरुले गर्व गर्नुपर्छ, किनकि तपाईहरु नेपालमा होइन अमेरिकामा बस्नु भएको छ। मैले नेपालमा पानी जहाज नेपाल होइन अमेरिका, मैले अमेरिकामा पानी जहाज ल्याउँछु भन्दा मेरो जोक्स माथि ठुलै मजाक उडाउनु भयो। मैले यसपालि पानी पनि लिएर आएको छु र जहाज पनि लिएर आएको छु। ओइ पानी निकाल। अरे बे यो होइन, शुद्ध पानी निकाल, शुद्ध, फोहोर होइन। शुद्ध पानी? शुद्ध पानीको बोतलले घरमा छु। अरे किन छोडेको? अब मैले के देखाएर नेपाली जनतालाई मूर्ख बनाउने? ल ठिक छ, पानीको सिन अर्को भागमा देखाउँला। अहिले जहाज। अब यो गाउँमा अरू के समस्या छन् मलाई भन्नुस्, म तुरुन्तै सल्भ गरिदिन्छु। पहिलो नम्बरमा यो गाउँमा बिजुलीको अभाव छ। रोक्नुस्, म यो समस्याको तुरुन्तै हल गर्छु। हेलो विद्युत प्राविधिकरण, के हो तपाईहरुको पारा? यो गाउँमा त विद्युतको मागै पुरा भइरहन्छ। यो गाउँमा त विद्युतै रहन्छ। तपाईहरुले तु भन्दा तु यो गाउँमा विद्युत ल्याइदिनु पर्यो। हस् ल, यो समस्या त हल भयो। अब अर्को समस्या के छ मलाई भन्नुस्। अर्को समस्या के हो भने यो गाउँमा कसैको मोबाइलमा नि टावर आउँदैन। रोक्नुस्, म तपाईहरुको यो समस्या पनि तुरुन्तै हल गरिदिन्छु। हेलो संसार, के हो रे? हान्न रे मुजीको गेडा फुट्ने गरी। नेपाली नेताको हालत त देखिहाल्नुभयो। देश विकास गर्न सक्षम र दक्ष नेताको आवश्यक छ, मजाक गर्ने होइन। अब कसलाई भोट दिनुहुन्छ राम्ररी सोच विचार गरेर दिनु होला।